ऱ्याबिट नील गाईले मलाई हेरिराखेको छ। नील गाई कस्तो हुन्छ त्यस्तो गरे ह। ल यहाँ मङ्की पनि छ। हेलो हेलो मिस्टर ह्यान्डसम, हेलो मिस्टर ह्यान्डसम। ए बच्चा रहेछ यहाँ फेरि सानो। हेर त तिमी जस्तै है, बच्चा रहेछ। लो यो त वन बिरालो रहेछ यहाँ है। ल हेर्नुहोस्, ओहो माई गड, ओहो वन बिरालो कति म ठुलो। ओहो हेलो। ल यहाँ लियोपार्ड क्याट। ल अब सिँढी हिँडियो, अलिकति सिँढी चाहिँ वन बिरालो हेऱ्यो। वन बिरालो हेर्दै अब अगाडि बढ्दैछौँ हामी। अगाडि बढेको क्रममा अब यहाँ के छ हेरौँ। फेरि केसीमा वन बिरालो ए के छ त्यहाँ? यता फर्के त के रहेछ त्यहाँ? डग छ। अब हामी टाइगर हेर्न हिँड्न लाग्छौँ। इलिफेन्ट हेर्छन् अरे हाम्रो एरिक केसीले। इलिफेन्ट हेर्ने हो कि टाइगर? ए ल पचैयाको पोखरा भेगनास्थलमाथि पचैया माझीकुना जाने बाटोमा यहाँ जू रहेछ। त्यो जू हेर्न आएका छौँ आज हामी। अब यहाँ बाघ देखिन्छ अरे, बाघ हेर्दैछौँ। ल अब हामी यहाँ हिँड्नेछौँ। हाम्रो एरिक केसी र सीता आउँदैछन्। उनीहरू यहाँ अब इलिफेन्ट हेर्न जाने भने छन्। इलिफेन्ट टाइगर के पाइन्छ सब हेर्ने अरे। के पाइन्छ त्यस्तो? त्यस्तो भनेको टाइगर? ए हाँ गरेको टाइगर हो। ए ए हाँ गरेको त्यो। ए भेटिएन, अब भेटिन्छ कि? ए ए अझै माथि रहेछ, हिँड्न पर्ने रहेछ। ए थाकियो र? थाकी छैन हौ। ल यता गाउँ माझीकुना हेर्नुहोस्। ल अब हामी सिँढी उक्लिएर आउन लाग्यो। अब कुन आयो भन्दा यहाँ चाहिँ के रहेछ? अब हामी चितुवा हेर्न आइयो। अब यो चितुवाको ठाउँ। ल चितुवा। हेलो चितुवा त खतरा रहेछ त यार, अट्याकै हाल्न लाग्दो छ त। हेलो